ये चिम्पाङ्जी बनाइदिनु नि जस्तो लौ होइन कहाँ भागेको कुद्यो हाई उठ्यो लाग्यो सो वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग आयो कि तपाईँ सबजना सन्चै हुनुहुन्छ होला अनि म सन्चै छु सो देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी छोरीको कपाल सपाल काटिसकेर चाहिँ अहिले यता मासतिर जानु लागेको देख्न सक्नुहुन्छ कुकुली यतातिर रेडी भएर बसेछ हेलो गरिदिनु यहाँ कपाल काट्दै टोपी लगाइदिएछ सो अनि अहिले चाहिँ यहाँ मासतिर जानु लाग्यो अनि कपाल सपाल काट्यो अनि अहिले चाहिँ यहाँ माथि एउटा पार्क छ अनि त्यहाँ पार्कमा यसै एकछिन उसलाई चाहिँ लिएर जाउँ भनेर चाहिँ अहिले जानु लाग्यो सो धेरै पछि फेरि भ्लग स्टार्ट गरेको छु धेरै दिन भयो ग्याप भएर बसिरहेको छु होइन अल्छी लागेर अनि कपाल सपाल काटेर नुहाइ धुवाइ गरिदिएर यतातिर रेडी भइसकेको छ सो अब यहाँबाट जान्छौँ अनि मन्दिर छ एउटा अनि झन्डा पार्क छ त्यहाँ गएर एकछिन घुमघाम गरेर आउँदैछौँ सो ल अब बाटोमा कुरा गर्दै जाउँ ल बाई बाई अब ल कपाल काट्ने अब तिम्रो आज छोरीको आज ल बस यहाँ खोइ कुर्सी ल्याइदेऊ न त बस्नु अनि यसलाई बसेर राखेर काटिदिनु पऱ्यो नि यहाँ बस न काटी गर्ने क्या नर्म न बस यहाँ बस छिटो छिट गुड तिमीलाई म ऊ बनाइदिउँ क्या यहाँ हेर्नु त कस्तो देख्यो ताक्लिया चिम्पाङ्जी बनाइदिउँ क्या छोरी त पछाडि चाहिँ यस्तै राखिदिनु पर्छ क्या गाई चाहिँ यहाँनिर पछाडि हामी देख्दो र त ल यहाँ बस्नु ल अब अलिकति लाग्यो केही हुन्न नि छोरी छोरीको कपाल यस्तो छोड्छु क्या भागेको कहाँ भागेको कुद्यो
छोरी छोरी हाई गरिदिनु थियो हाई कपाल त यति भएपछि नानीको त स्विमिङ पुल स्विमिङ पुल हाई गरिदिनु हाई गरिदिनु रुँदै हाई गर्छु ओ मम यस्तो टर्निङमा नि के साह्रो स्पिड आएको मादर ऊ त्यहाँनिर हो झन्डा पार चाहिँ त्यहाँ गएर एकछिन शान्तिधाममा गएर सट्ट त्यहाँको ठाउँहरू हेर्छौँ अहिले चाहिँ यतातिर बाटो बिग्रेर अलिकति यस्तो रहेछ अस्ति नै ठिकै थियो आमा झन्डै नतानेको अझ त्यो यस्तो रहेछ बाटो बिग्रेर झरेछ यतातिर फेरि देख्न सक्नुहुन्छ शान्तिधाम चाहिँ यो कन्स्ट्रक्सन बन्दै रहेछ यहाँ चाहिँ अनि त्यही भएर सामानहरू चाहिँ यहाँ टन्नेल झारेर रहेछ अनि यहाँ पनि बन्दै रहेछ अर्को फेरि सानो उता पनि बन्दैछ अनि यता पनि बन्दै रहेछ योसम्म अस्तिसम्म थिएन फेरि यहाँ सुरु हुँदै रहेछ दामीसँग यहाँ पनि देख्न सक्नुहुन्छ है दामी छ अनि सो अहिले चाहिँ यहाँ गेट खुल्या रहेनछ भित्र मन्दिरको चाहिँ अनि अहिले खुल्या रहेनछ अहिले 3 बजेपछि खुल्छ अरे 1-2 घन्टा के हो बिचमा बन्द हुँदो रहेछ कि किन 1-2 घन्टा चाहिँ अब अहिले 3 बजेबाट चाहिँ खुल्छ अरे अहिले चाहिँ खुल्ला रहेनछ अनि सो देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तै छ अहिले यो थिएन अस्ति नै आउँदा अहिले चाहिँ फेरि यो गिट्टी बल्लाहरू माटोहरू झारिराखेको रहेछ अनि यतातिर चाहिँ अलि देख्दैन यहाँ तुवालो लागेको छ घाम लागेको छ अनि अहिले देख्न चाहिँ अलिक गाह्रो छ भ्यू मजाले चाहिँ नदेख्दो रहेछ तर अलिअलि उता चाहिँ देखिन्छ चट्टसँगले अनि यता पनि के बन्दैछ अनि अब चाहिँ एकछिन यहाँ माथि झन्डा पार जान्छौँ अनि त्यहाँ गएर चाहिँ चट्ट हेर्छौँ है त हामी यहाँ पनि निर्माण हुँदै रहेछ अर्को सानो भन्दा ठुलो यहाँ यो पनि दामी रहेछ गेट सेट राखेर चट्ट यहाँ पनि दामीसँगले बनिँदै रहेछ अस्तिसम्म त थिएन यो नि अनि सो यहाँ चाहिँ यसो होटेल सोटेल पनि प्रोभाइड छ यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ होटेल सोटेल पनि छ टक्क खाजा साजा पानीपुरी चटपटे यताउता आग्राम बाग्राम सबै पाउँछ यहाँ नि अनि अब चाहिँ यहाँबाट हामी जान्छौँ यहाँ माथि झन्डा पार्क देख्न सक्नुहुन्छ गेट श्रीमते रामनजुयाने नमः शिवाय भने जस्तो गेट यहाँ अनि झन्डा पार जानु चाहिँ ठिक यहीँबाट माथि जाने यहाँबाट तलतिर चाहिँ घर गइन्छ भने यहाँबाट माथि जाने धेरै माथि छैन त्यही धेरै भयो 1 किलोमिटर होला सिधा माथि छ त्यहाँ गएर पनि यसो इन्जोय चाहिँ गर्न सकिन्छ मजा छ ठाउँ यहाँ चाहिँ यसरी बाटोहरू निर्माण हुँदै रहेछ अनि अहिले त ठिकै छ जान्छ बर्खामा चाहिँ अलिकति गाह्रो हुन्छ यो बाटो चाहिँ माटोले गर्दा बाइकै तान्नु गाह्रो मान्दो रहेछ ऊ त्यहाँ पनि खै के हो रिसोर्ट बन्दै हो कि के हो अनि यहाँ बाटो निर्माण हुँदै रहेछ बर्खामा चाहिँ अलिकति चिप्लो भएर चाहिँ यो बाटोमा अलिक गाह्रो हुन्छ नत्र अहिले त ठिकै छ तानिन्छ मजासँगले गइन्छ
त्यो के हो त्यो तर बाटो निर्माण हुँदै रहेछ अहिले नि यहाँ माथि झन्डा पार जाने बाटो चाहिँ अलि यस्तो छ क्या यहाँ नत्र तलतिर त्यो शान्ति धामसम्म आउने बाटो चाहिँ ठिक छ त्यहाँसम्म चाहिँ पुरै त्यो ढलाने बाटो छ अनि यहाँदेखि चाहिँ यता चाहिँ अलि यस्तो छ बाटो बन्दै रहेछ जोस् तलदेखि हालेर जाली हालेर मस्त उठाउँदै रहेछ बाटो चाहिँ बाटो छैन के हो यार रहेछ पुरै भर्दै रहेछ बाटो ओहो यहाँ त चिप्लो रहेछ त पानी यहीँ फुटेछ फेरि ल यहाँ चाहिँ बाटो छैन जस्तो माका डक्स बाटो छैन के हो यार माथि झन्डा पार जाने त बाइकमा है तल राखेर जानुपर्छ जस्तो बाटो त बनाउँदै रहेछ त्यहाँबाट त्यता जानुपर्ने हो सोध्नु पर्यो छैन ए बाटो बन्द रहेछ गाइज यार मागा डक्स यताबाट हो जाने त खासमा बाटो अब बाटै रहेनछ अब हिँड्दै जानुपर्ने भयो के गर्ने धमाधम बाटो बनाउँदै रहेछ तर पैदल हिँडेर जान चाहिँ त्यहाँबाट पनि छ बाटो चाहिँ तर वहाँ यताबाट गयो भने चाहिँ सिधै माथि नै पुग्थ्यो नि त बाइक त्यही भएर चाहिँ मैले भनेको तर अब यहीँबाट हिँड्दै जाने रहेछौँ त्यहाँबाट ल जाउँ अब हामी नि हिँड्दै जाने ए उठ्यो लाग्यो ल यता यता चल त्यो बाटो बनाउँदै गरेको हुनाले चाहिँ यताबाट जानुपर्ने रहेछ त्यो तलबाट पनि छैन चाहिँ तर हामी चाहिँ यताबाट जान्छौँ यस्तो जङ्गलको बाटो हेलो ठिक छ नि ल त्यो छ बाटो चाहिँ अहिले चाहिँ झन्डा पार्क आउने हो भने चाहिँ अहिले चाहिँ अलिकति हिँड्नुपर्ने रहेछ सो फाइनल गाइज आइपुगिसकेको छ हामी चाहिँ झन्डा पार्कमा देख्छौँ हुन्छ यहाँनिर झन्डा पार्क अनि यहाँसम्म चाहिँ अहिलेसम्म मान्छे थियो अनि यहाँबाट हो यो खुर्किला आएको अघि उहाँ तल बाइक राखेर चाहिँ यहाँबाट सरर आएको खुर्किला त्यहाँसम्म चाहिँ राम्रो छ अनि देख्नुहुन्छ उता काठमाडौँको भ्यू अहिले चाहिँ अलिअलि राम्रो देखेछ सो देख्नुहुन्छ यहाँ यस्तो छ सो त्यही हो अनि यतातिर चाहिँ मेन्टेन हुँदै रहेछ अनि यो चाहिँ अस्ति नैको बर्खामा चाहिँ पुरै भत्किया थियो अनि अहिले चाहिँ यहाँ टक्करसँगले मेन्टेन गर्दै रहेछौँ यहाँनिर हिमाल पनि देख्दो रहेछ मस्तसँग चाहिँ अनि बाइक चाहिँ त्यहीँसम्म आउँथ्यो ठ्याक्क त्यहाँसम्म आउँथ्यो यहाँबाट त्यहाँनिर अनि अहिले चाहिँ त्यहाँ बाइक बाटो बनाउँदै गरेको हुनाले चाहिँ नआएको रहेछ अनि यहाँले मेन्टेन हुँदो रहेछ पुरासँगले पहिला यो चाहिँ अस्ति नैको बर्खाकोले भत्काएर चाहिँ खत्तम भएको थियो अनि यस्तो रहेछ अब यहाँ चट्ट देख्छु त्यहाँनिर बाटो बन्दै हो त्यहाँ रिसोर्ट दामी खुल्या रहेछ ल चट्ट भ्यू हेर्नु चाहिँ रमाइलो छ यहाँबाट चाहिँ सट्ट आयो माइन्ड फ्रेस गरेर जानुलाई ल
सो गाइज अब चाहिँ हामी घरतिर लागेको माथि पार्क पनि घुम्यौँ एकछिन अनि यता शान्तिधामतिर हेऱ्यौँ त्यही हो अब यताउता हेऱ्यो चाहिँ अब चाहिँ बेलुका बेलुका जाडो पनि बढ्न थाल्यो त्यही भएर अब घरतिर लागेको सो देख्न सक्नुहुन्छ बेलुका बेलुका भएपछि चाहिँ भ्यू दामी देख्छ ऊ काठमाडौँको सर यहाँ आएर चाहिँ जियोस् अलि राम्रै ठाउँ छ यहाँनिर आउँदा चाहिँ ठिक छ मान्छेहरू कति त हिँडेर आउँदो रहेछ हिँडेर पनि टन्नै आउँदो रहेछ मान्छे यता यसो अनि ओमोम लप्सी रहेछ नि ऊ